म त के भन्छु भने सर्वप्रथम हाम्रो अभिभावक वर्गहरूले बुझ्नुपर्ने कुरा सर्वप्रथम मोबाइलबाट यहाँहरूले टाढा राखिदिनु भयो भने पक्कै पनि एउटा हाम्रो विद्यार्थीहरूको भविष्य उज्जवल हुनेछ। पहिलो कुरा अहिलेको हाम्रो तत्कालीन समस्या भनेको मोबाइल हो। मोबाइल भनेको पछिल्लो समयमा सबैभन्दा खतरा भाइरस हो। यति भन्दै गर्दा एउटा नराम्रो लाग्न सक्छ, वास्तविक यही हो। किन भन्दा मोबाइलले आँखा मात्रै कमजोर गर्ने होइन, उसको एउटा मानसिक एउटा मेन्टललाई नै उसले खराब गरिदिएको हुन्छ। पूर्ण रूपमा हामीले मोबाइल चलाएको होइनौँ, हामीले मोबाइलले चलाइरहेको छ, हाम्रो समय बर्बाद गरिरहेको छ, हाम्रो टाइम बर्बाद गरिरहेको छ, हामीलाई बर्बाद गरिरहेको छ। कतिपय हाम्रा समाजमा विविध किसिमका घटनाहरू घटिरहेका छन् होइन। तपाईँहरूले देखेको कुरा हो, यहाँ डिप्रेसनमा गयो, यो गयो, ऊ गयो। डिप्रेसनमा जाने मेन कारण भनेकै मोबाइल हो। As we start for the next anthem, ready? 1, 2, 3. Thank you. अब हाम्रो यो विद्यालय परिवारको तर्फबाट स्वागत भाषण गरिदिनु हुन हाम्रा शिक्षक श्री एकेन्द्र बहादुर बोहराज्यूलाई म हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालक सर। असफल कोही हुँदैनन् यहाँ निरन्तर प्रयासले, असफल कोही यहाँ निरन्तर प्रयासले, बगेको नदी रोकिन्छ र कहाँ हजुर रोकेर पहाडले। नमस्कार आदरणीय यस कार्यक्रमका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू र मञ्चमा आसीन अन्य अतिथिगणहरू, उपस्थित हाम्रा वयोवृद्धज्यूहरू, विभिन्न समाजसेवी तथा बुद्धिजीवी वर्गहरू लगायत उपस्थित सम्पूर्ण हाम्रा अभिभावकज्यूहरू, उपस्थित हाम्रा सहकर्मी शिक्षक साथीहरू लगायत हाम्रो यस कार्यक्रममा उपस्थित सम्पूर्ण हाम्रा प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा नमस्कार तथा अभिवादन टक्राउन चाहन्छु। आज हाम्रो यस विद्यालयले आयोजना गरेको विद्यार्थीहरूको वार्षिक परीक्षाको परीक्षा फल प्रकाशन कार्यक्रममा पाल्नुभएका सम्पूर्ण हाम्रा अतिथिगणहरू, अभिभावक वर्गज्यूहरूमा मेरो व्यक्तिगत तर्फबाट तथा हाम्रो यस समग्र विद्यालय परिवारको तर्फबाट हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। आज मिति 2082 साल यही हाम्रो चैत्र 29 गते आइतबारका दिन, तदनुसार सन् 2026 अप्रिल 12 गतेका दिन अहिले हाम्रो बिहानको 9:29 जाँदा हामी यसै विद्यालयको प्राङ्गणमा उपस्थित भएका छौँ यतिखेर। र यसै क्रममा यहाँहरूले आफ्नो अस्तव्यस्त समयका बावजुद पनि एउटा उल्लासजनक तरिकाले उपस्थित भए हाम्रो यस कार्यक्रमलाई सभ्य र भव्यका साथ अगाडि बढाइदिनुका निमित्त उपस्थित हुनु भएकोमा म हृदयदेखि नै आभारी तथा धन्यवाद व्यक्त गर्न चाहन्छु। पक्कै पनि यहाँहरूले थाहा पाइसक्नु भएको छ, पक्कै पनि हाम्रो यस कार्यक्रममा आज आयोजना गर्नुको मुख्य उद्देश्य तैपनि यहाँनिर छोटो रूपमा मैले यहाँहरूमा प्रस्ताउन चाहे। आज यस कार्यक्रमको मूल उद्देश्य भनेको हाम्रा समग्र भाइ बहिनीहरूले वार्षिक रूपमा वर्षभरि पढेको परीक्षाफल प्रकाशन, उनीहरूको मेहनत, उनीहरूको अध्ययन तथा शैक्षिक उपलब्धिलाई यहाँहरू माझ हामीले प्रस्तुत गर्नका लागि हामीले यस कार्यक्रमको आयोजना गरेका छौँ। साथसाथै उनीहरूको उत्कृष्टता, उनीहरूको पढाइ मात्रै नभई हरेक क्रियाकलाप, अन्य अतिरिक्त क्रियाकलापहरूलाई पनि समेटी विभिन्न सेक्टरमा, विभिन्न त्यसका तहतब्काहरूमा लाई समेट्दै, उनीहरूको उत्कृष्टतालाई समेट्दै
हामीले विभिन्न उसमा चाहिँ क्रियाकलापमा चाहिँ उनीहरूलाई चाहिँ सहभागी गर्दै प्राइजको व्यवस्था गरेका छौँ। यो प्राइजले उनीहरूलाई थप ऊर्जा हासिल गर्नेछ, थप प्रेरणा मिल्नेछ र आगामी दिनहरूमा आगामी वर्षहरूमा पनि यसै गरी नै उनीहरूले एउटा त्यो किसिमले प्रोत्साहित भई अगाडि बढ्नेछन् भन्ने उद्देश्यले पनि हामीले यो कार्यक्रम आयोजना गरेका छौँ। साथै यति भन्दै गर्दा यस बिचमा कतिपय आजको हाम्रो वार्षिक परीक्षाफल प्रकाशन भएको कारणले गर्दा मेन रूपमा हामीले शिक्षालाई लिन्छौँ, पढाइको स्तरलाई लिन्छौँ। पढाइको स्तरमा यहाँनिर कतिपय हाम्रो आफ्नो व्यक्तिगत तरिकाले पनि उनीहरूले कमी कमजोरी गरेका हुन सक्छन्। जसरी हामीले एउटा खेतमा किसानहरूले लगानी गरेका हुन्छौँ, धान रोपेका हुन्छौँ, त्यसको प्रतिफलको लागि हामीले किसानले कति मिहिनेत गर्यो, कतिचोटि खेतमा गयो, कतिचोटि पानी, कतिचोटि त्यसको केयर गर्यो भन्ने कुरालाई पनि मध्यनजर गर्छ। यसै बिचमा मैले भन्न चाहेको कुरा चाहिँ के हो भन्दा समग्र विद्यार्थी भाइ बहिनीहरूमा कसैले उत्कृष्ट नतिजा पनि हासिल गरेका हुन सक्छन्, कतिले मध्यम र कतिले अलिकता निम्न स्तर पनि हुन सक्छ। यसको मतलब यो होइन कि उनीहरू सबै कुरामा पढाइमा नै सबै उत्कृष्ट हुन्छन् भन्ने होइन। उनीहरूका हरेक पाटाहरूमा आफ्नो क्षमताहरू छुट्टा छुट्टै हुन्छ। कसैको नृत्यमा राम्रो हुनसक्छ, कसैको खेलकुदमा राम्रो हुनसक्छ र यसै गरी कसैको अन्य क्रियाकलापहरूमा एउटा गायन क्षेत्रमा राम्रो हुनसक्छ भने त कसैको शिक्षामा राम्रो हुनसक्छ। किनभने सबैलाई हामीले कम्पेयर गरेर जाँदा पनि त्यति उपयुक्त हुँदैन, किन राम्रो भएन भन्ने किसिमको पनि आउन सक्छ। र यसमा समग्र दोष हाम्रो विद्यालयलाई पनि जाँदैन, विशेष गरी विद्यार्थी भाइ बहिनीहरूलाई पनि जाँदैन। समग्र दोष हाम्रो एउटा त्रिपक्षीय तरिकाले हाम्रो यो शिक्षाको स्तरलाई हामीले लिनुपर्छ। यसमा एउटा अभिभावक, एउटा हाम्रो सँगसँगै विद्यार्थी र शिक्षकको एउटा त्रिपक्षीय सम्बन्धले गर्दा नै हामी अगाडि बढ्ने हो, हाम्रो विद्यार्थी भाइ बहिनीहरू अगाडि बढ्ने हो र एउटा सफलताको सूत्रमा पुग्नेछन् भन्ने पनि यसलाई आशा लिएको छु। पक्कै पनि एकल निर्णयले एउटा विद्यार्थीले मात्र एउटा सफल र त्यो सक्षम तरिकाले अगाडि बढ्छ भन्ने छैन। उसको पछाडि एउटा शिक्षक अनि विद्यालय र एउटा अभिभावकको ठुलो महत्त्व रहेको हुन्छ। अभिभावकहरूले लगानी गरेको ठाउँमा उनीहरूले लगानी गरेको ठाउँमा हामीले चाहिँ कस्तो प्रतिफल आउने हो भन्नको लागि समय समयमा त्यसलाई निगरानीमा राखेको हुनुपर्थ्यो र हुनुपर्छ र त्यसै अनुसार विद्यार्थी पनि लगनशील भइदिनुपर्छ र त्यो किसिमको शिक्षकको एउटा विद्यालयको वातावरण राम्रो भइदियो भने, एउटा शिक्षकले राम्रो तरिकाले उनीहरूलाई ज्ञान प्रदान गरिदियो भने पक्कै पनि त्यो विद्यार्थी राम्रो हुनेछ भन्ने पनि हामीले आशा लिएका छौँ। पक्कै पनि हुन्छ पनि त्यस्तै। र यहाँ त के भइदिएको छ भन्दा कतिपय कुराहरूमा अलिकति नबुझेर हुनसक्छ, अनजानले हुनसक्छ। एउटा अभिभावक वर्गहरूमा एउटा मलाई पनि पहिला यस्तै लाग्थ्यो, हामीले सरकारी छोडेर बोर्डिङमा पढाएका छौँ, पक्कै पनि राम्रो हुनुपर्छ सरकारीको भन्दा। अनि हामीले लगाएको लगानीको अर्थ के त, बोर्डिङमा पढ्लान् पढि जान्लान् भनेर हामीले पठायौँ भन्ने किसिमको लाग्न सक्छ। पक्कै पनि लाग्नु स्वाभाविक हो, मलाई पनि त्यस्तै लाग्थ्यो। तर यहाँ आएर बल्ल थाहा भयो कि यति मात्रले पुग्दैन। घरको वातावरण राम्रो छैन, विद्यार्थी स्कुलबाट जान्छ 1 घन्टा पढ्छ, 40 मिनटको पिरियड हुन्छ भनौँ न, स्पेसल्ली प्रत्येकलाई एउटा डिभाइड गर्ने हो भने 40 मिनटको पिरियडमा विद्यार्थीले के गर्ने त, यहाँ उसले गर्ने कुराहरू यहाँ गरिरहेको हुन्छ, टिचरले उसलाई दिने कुराहरू दिइरहेको हुन्छ। तर पूर्ण रूपमा त एउटा समग्र टाइम त उसको घरमा हुन्छ। घरमा कस्तो वातावरण हुर्किँदैछ, यहाँबाट होमवर्क दिएर जान्छ, पढेर जान्छ, घरमा मोबाइल समात्छ भने त पक्कै पनि घरको वातावरण राम्रो छैन भने त पक्कै पनि प्रगतिको बिन्दुमा पुग्दैन। त्यो कारणले गर्दा म त के भन्छु भने सर्वप्रथम हाम्रो अभिभावक वर्गहरूले बुझ्नुपर्ने कुरा सर्वप्रथम मोबाइलबाट यहाँहरूले टाढा राखिदिनु भयो भने पक्कै पनि एउटा हाम्रो विद्यार्थीहरूको भविष्य उज्जवल हुनेछ। पहिलो कुरा, अहिलेको हाम्रो तत्कालीन समस्या भनेको मोबाइल हो। यति भन्दै गर्दा यहाँहरूलाई अलि नराम्रो पनि लाग्न सक्छ कता कता। एउटा विद्यार्थी भाइ बहिनीहरूलाई अब एउटा भुलाउनको लागि बाहिर यताउति नजाओस् भन्ने कारणले पनि मोबाइल दिने गरेको हुनसक्छ, या अन्य उसको जिद्दीले पनि हुनसक्छ, विविध कारणहरूले हुनसक्छ। मोबाइल भनेको पछिल्लो समयमा सबैभन्दा खतरा भाइरस हो। यति भन्दै गर्दा एउटा नराम्रो लाग्न सक्छ, वास्तविक यही हो। किन भन्दा मोबाइलले आँखा मात्रै कमजोर गर्ने होइन, उसको एउटा मानसिक एउटा मेन्टललाई नै उसले खराब गरिदिएको हुन्छ। पूर्ण रूपमा हामीले मोबाइल चलाएको होइनौँ, हामीले मोबाइलले चलाइरहेको छ, हाम्रो समय बर्बाद गरिरहेको छ, हाम्रो टाइम बर्बाद गरिरहेको छ, हामीलाई बर्बाद गरिरहेको छ। कतिपय हाम्रा समाजमा विविध किसिमका घटनाहरू घटिरहेका छन् होइन। तपाईँहरूले देखेकै कुरा हो, यहाँ डिप्रेसनमा गयो, यो गयो, ऊ गयो। डिप्रेसनमा जाने मेन कारण भनेकै मोबाइल हो, मलाई यस्तै लाग्छ। मोबाइलले गर्दा नै मान्छे कुनै रिसाउँदै नरिसाउँदै मान्छे पनि अहिले मरेका घटनाहरू कतिपय छन्। किन भन्दा त्यो मोबाइलकै कारणले डिप्रेसनमा गएर मेन कारण मोबाइललाई लिन्छु। यति भन्दै अब हाम्रो समय छोटो भएको कारणले गर्दा मैले धेरै कुराहरू यहाँमा प्रस्तुत गर्न खोजेको थिएँ,
तर समयलाई पनि मध्यनजर गर्नुपर्ने भएको कारणले गर्दा मैले धेरै कुराहरू यहाँहरूमा प्रश्न पार्न सकिनँ भनौँ। यति भन्दै अन्ततः हाम्रो यस कार्यक्रमलाई सहज तथा उल्लासपूर्ण ढङ्गले तरिकाले एउटा मनाउनका निमित्त, यसलाई उल्लास तरिकाले अगाडि बढाउनका निमित्त आफ्नो अस्तव्यस्त कार्यका बावजुद पनि यहाँहरू हाम्रो यस कार्यक्रममा उपस्थित भए हाम्रो यस कार्यक्रमलाई भव्य सभ्यता तरिकाले अगाडि बढाइदिनु उपस्थित हुनुभएको छ र कार्यक्रमलाई अन्तिमसम्म यहाँ बसेर कार्यक्रमको शोभा बढाइदिनु हुनेछ भन्ने आशा लिँदै आफ्नो छोटो मिठो भनाइ यही व्यक्त गर्दै बिदा हुन्छु। स्वागतम स्वागतम सुस्वागतम। धन्यवाद। धन्यवाद सर। उहाँले आफ्ना गहकिला भनेर शब्द भनेर जानुभयो। वास्तवमा अहिलेको समय कम्प्युटरको समय हो, मोबाइलको धेरै काम छ। हामी देश विदेशमा नभएका खबरहरू, भएका खबरहरू, राम्रा नराम्रा खबरहरू हामी 1 मिनटमै थाहा पाउँछौँ। तर हाम्रो अलिकता बच्चाहरूमा धेरै विकृति जस्तो भइरहेको छ। मैले यो सानो कोट्याउन चाहेँ। एउटा बच्चा हाम्रो कोमामा गयो, बच्चा बेहोस भयो। म रियल घटना भन्दैछु तपाईँहरूलाई। कोमामा जाँदाखेरि डाक्टरले औषधि गर्दाखेरि बच्चाको होस आएन। बच्चाको चाहट के छ भन्दा टच मोबाइल चलाउने छ, उसको दिमाग ठिक छ, आँखा बन्द गरेको छ, उसले के गर्छ मोबाइल चलाउने तरिका मात्रै, यस्तो सार्ने मात्रै औँलाले यो तरिका भइरहेको छ। यसलाई अलिकता मध्यनजर गर्नु होला भन्न चाहन्छु।